फेरि हाँस ल ठिक छ यो छोटी मिस्त्री हो छोटी मिस्त्रीले अहिलेसम्म हामीले यहाँ यतिको बनाएको छ पार्ट 1 र पार्ट 2 भनेर दुःख दिनु त मन थिएन त्यही पनि अब के गर्ने त्यस्तै हुन गयो भिडियो बनाउने मान्छे नभएको भएर सक्दो म हेल्प गर्ने ट्राई गरिरहेको छु म पनि युट्युब हेरेर नै सिकेको हो केही कन्फ्युजन हुन्छ त्यही भएर म तपाईँलाई यो बल्ट्राको फ्यानमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि सिलिङ फ्यानमा यो कनेक्सन चाहिँ आउँदो रहेछ है जस्तो यो येल्लो कलरको दुईवटा छ नि यो क्यापासिटरबाट आएको छ यो क्यापासिटर हो क्यापासिटरबाट दुईवटा येल्लो कलरको आयो है एउटा चाहिँ यहाँ हेर्नु यहाँ बिचमा जोडेको छ यो ब्लू कलरको वायरसँग चाहिँ येल्लो कलरको जोड्यो है अब तलपट्टि चाहिँ ब्लू र वाइट जोडेको छ यो क्यापासिटरको दुईवटा कनेक्सन भयो माथि एउटा सिङ्गल छ यो सिङ्गलमा चाहिँ तपाईँले त्यो मेन सर्किटबाट आएको वायर हुन्छ नि सप्लाई त्यहाँ जोड्नेमा चाहिँ यो वायर एउटामा चाहिँ एउटा जोडेँ मैले यहाँ रेडमा रेड जोडेको छु यो किन म अहिले भन्छु तपाईँलाई त्यसपछि बाँकी रहेको चाहिँ यो बिचमा जोडे जस्तो देखेर यतापट्टिबाट हेर्दा बिचमा होइन मैले तलपट्टि जोडेको छ है तलपट्टि जोडेको छु यो तल जोडेर अहिले मैले चेक गरिसकेको छु यसमा के हुँदो रहेछ भन्दाखेरि यो जस्तो माथिकोमा जोडेँ अनि त्यहाँबाट फेरि त्यसलाई चाहिँ फेज वायर अघि नै मैले तपाईँलाई देखाएको थिएँ नि के अरे बक्समा चाहिँ यो लाइभ करेन्ट चाहिँ राइट साइड हुन्छ भनेर हो त्यही चेक गर्नको लागि हो यसलाई चाहिँ म सर्किटमा जोडेँ सर्किटमा जोडेर हेर्दाखेरि यो क्लकवाइज घुम्छ कि घुम्दैन भनेर सुल्टु घुम्छ कि घुम्दैन भनेर हेरेको ठिक छ यही नै हो तपाईँलाई म फेरि पनि देखाउन गइरहेको छु किनभने तपाईँलाई यो क्लकवाइज भन्दाखेरि ज्याउ लाग्ला भिडियो लामो हुन्छ केही छैन लामो भए पनि अब हामी नेपालीहरूलाई फुर्सद छँदैछ यसको मतलब यो होइन कि तपाईँहरूको समय चाहिँ भ्यालुएबल छैन मैले भन्न खोजेको होइन के सिक्नको लागि समय दिउँ भन्ने चाहिँ मेरो ल यहाँ छोटे राजा चाहिँ एकदम चिच्चाएको छ त्यही हो तेरो पेन्सिल त्यहाँ बसेर मजाले लेख अलि पढ लेख ठुलो मान्छे बन ठुलो मान्छे भनेको फेरि ज्ञानी मान्छे उद्यमशील मान्छे बन भन्नु खोजेको उद्यमशील मान्छे बन्नुपर्छ उद्यमशील नै हो इनोभेसन भनेकै हो अबको फ्युचर भनेको एआईको जमाना आइरहेछ हामी चाहिँ यहाँ फ्यान जोड्न सिकाइरहेछौँ ब्लोसुटलाई मैले आफ्नो रस्सी युज गरेँ है त किन भन्दा मसँग भएको रिसोर्स चाहिँ जे छ त्यहीबाट गर्नुपर्छ मेरो सफलताको सूत्र नै त्यही हो र यहाँनिर अलरेडी चार्जर जोडेको रहेछ मेरो कनेक्सनमा चेक दिन्छु केही छैन प्रब्लम ल है जस्तो अब यहाँनिर यो बोर्ड भयो बोर्डमा चाहिँ के छ यो कनेक्सन चाहिँ लाइभ फेज हुनुपर्छ यो फेज छ है किनकि फेजमा करेन्ट आउँछ जहिले पनि यो 5 पिनमा चाहिँ राइट साइडको चाहिँ जहिले चाहिँ लाइभ हुन्छ यदि लाइभ छैन भने चाहिँ त्यो कनेक्सन मिस्टेक हो यसरी बुझ्नुपर्छ